तिब्बत टिभीको साप्ताहिक समाचार हेरिरहनु भएका सबै श्रोताहरूलाई टासी देलेख र नमस्ते। तिब्बत टिभीको नेपाली प्रसारणलाई समर्थन गरिदिनु भएकोमा तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद र अझै पनि तपाईहरू सबैको निरन्तर समर्थन पाइरहनु आशा गर्दैछु। अब लोडे साङ्बोबाट साप्ताहिक समाचार सुन्नुहोला। धन्यवाद। टसिदेली नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। म लुडो साङ्पो यस सप्ताहको तिब्बत परमपवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमपवन दलाई लामा ज्यूले एसियाली बौद्ध अनुयायीहरूलाई 3 दिने शिक्षाको समापन। आजको बालक भोलिको उज्जवल भविष्य परमपवन ज्यूको विचार। परमपवन दलाई लामा ज्यू र तिब्बतमाथि युरोपियन देशको परिप्रेक्ष्यबारे भर्चुअल छलफल। तिब्बती युवा नेताहरूले तिब्बती प्रजातन्त्रको सम्भावनाबारे छलफल। ताइवानको मन्त्री यङ र सांसदहरूले 60औं तिब्बती प्रजातन्त्र दिवस मनाइयो। ज्युरिक कान्टोनका काउन्सिलर मारियो फेयरले ज्युरिकदेखि जेनेभासम्मको शान्ति मार्चको नेतृत्व। अब समाचार विस्तारमा। गत हप्ता शुक्रबार परमपवन दलाई लामा ज्यूले ग्याल्से थोमे साङ्पोले राज्यको 37 बोधिसत्व अभ्यास र जेचोङखाबाले राज्यको 3 प्रमुख मार्गबारे 3 दिवसीय शिक्षा समापन गर्नुभयो। 6 एसियाली देशहरू सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, भियतनाम र हङकङका बौद्ध विद्यार्थीहरूले उक्त शिक्षाको लागि अनुरोध गर्नुभएको थियो। So in the 400 verses, it says, just as the physical faculty permeates all other faculties, likewise ignorance permeates all other destructive emotions. Although there are practices such as overcoming attachment through the meditation on the repulsive nature of a body and so forth, and dispelling or overcoming anger through meditation on loving kindness. यस हप्ता बुधबार फेयर शेयर फर चिल्ड्रेन सम्मेलनमा एक मुख्य वक्ताको रूपमा आमन्त्रित परमपवन दलाई लामा ज्यूले यस पुस्ताका बालबालिकाहरू विश्वका मुख्य संरक्षक र शान्तिवाहक हुन् भन्नुभयो। उहाँले धनी र गरिब बीचको सामाजिक असमानतामा चिन्ता व्यक्त गर्दै बालबालिकाहरूलाई यस सामाजिक असमानतालाई कम गर्नमा ध्यान केन्द्रित गर्नु सल्लाह दिनुभयो। जुनसुकै समाजवादी भए तापनि मानवताको भलाइको लागि सोच्न जरुरी छ भन्नुभयो। So the children, please pay more attention about the reduce this gap, rich and poor. That my main concern, and I want to share with you, whether you call you yourself as a socialist or not. So we have to think humanity. Then particularly those poor people, they really need, you see, help. गत हप्ता शुक्रबार तिब्बती दूतावास कार्यालय ब्रसेल्सले परमपवन दलाई लामा ज्यू र तिब्बतमाथि युरोपियन देशको परिप्रेक्ष्य शीर्षकमा भर्चुअल छलफलको आयोजना गर्नुभएको थियो। समितिको बैठकमा केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोप्सा सिङ्गे, युरोपियन संसदमा तिब्बत चासो समूहका अध्यक्ष मिकुलस पेक्सा, बेल्जियमको सङ्घीय संसद तथा विदेश मन्त्रालय समितिका उपाध्यक्ष स्यामुल कोकोलाती र ईयूको लागि परमपवन ज्यूको प्रतिनिधि श्री टासी फुन्जो हुनुहुन्थ्यो। डाक्टर सिङ्गेले वर्तमान अन्तर्राष्ट्रिय भू-राजनीतिक परिदृश्यमा युरोपको भूमिका बारे विश्वव्यापी परिप्रेक्ष्य दिनुभयो। We hope that the European Union and European Parliament will be also in the forefront to raise the issue of Tibet, because His Holiness visited Strasbourg a few decades ago, and he made this historic major speech, which is called Strasbourg Proposal. When I went to Europe and even in Brussels, some people don't know
that one of the most significant document which matters to Tibet is called Strasbourg Proposal, and many people in Brussels don't know about it. So I hope that interest and the support and awareness about Tibet in Europe will grow, and European parliamentarians and leaders like you will play a major role in making Tibet a priority as far as European Union is concerned. The European Parliament has clearly positioned itself and the EU to urge China to review its policies in Tibet. It calls to follow the laws and regulations to keep human rights over there and political rights of the people living in Tibet. In my view, Belgium and the European Union should send a very clear signal to China to respect and protect the human rights of Tibetan people. Tibetan issue is unlike other political issues or international or commercial issues, is the issue of truth and justice. And for that, I think we have received enough and proper attention from the European countries. तिब्बती दूतावास कार्यालय लन्डन र बेलायतको तिब्बती समुदायको सहयोगमा तिब्बती लोकतन्त्र दिवस परम पवन दलाई लामा ज्यूलाई समर्पित गर्दै तिब्बती प्रजातन्त्र शीर्षकमा वेबिनार आयोजना गर्नुभएको थियो। छलफलले तिब्बती जनतामा तिब्बती प्रजातन्त्र विकासको बारेमा बढी जागरुकता ल्याउने लक्ष्य लिनुभएको थियो र उक्त छलफल केन्द्रीय तिब्बती प्रशासनको तर्फबाट परम पवन ज्यूलाई कृतज्ञता वर्षको रूपमा मनाउने एउटा कार्यक्रम थियो। यस छलफलले तिब्बती युवाहरूले देशको राजनीतिक प्रणालीमा उनीहरूको सहभागिताको महत्त्व र तिब्बती लोकतन्त्रमा विदेशमा रहेका तिब्बती युवाहरूले सामना गर्नुपरेका जिम्मेवारी र चुनौतीहरूबारे उल्लेख गरेका थिए। ताइवान हकका मन्त्रालय काउन्सिलका मन्त्री याओ डन्टिन र संसद सदस्यहरूले तिब्बती प्रजातन्त्रको 60औं वार्षिक उत्सवको उपलक्ष्यमा भाग लिनुभएको थिए। तिब्बती दूतावास कार्यालय ताइवानले परम पवन दलाई लामा ज्यूलाई कृतज्ञता वर्ष सफल रूपमा मनाउन उक्त उत्सवको आयोजना गर्नुभयो। कार्यक्रमको मुख्य अतिथिको रूपमा मन्त्री याङ डन्टिनले विगत 60 वर्षमा तिब्बती लोकतान्त्रिक विकास क्रमको प्रशंसा गर्दै तिब्बतको संसदीय समूहका अन्य सदस्यहरू समेत केन्द्रीय तिब्बती प्रशासनको भ्रमण गर्ने आशा पनि व्यक्त गर्नुभयो। ज्युरिक राज्यका काउन्सिलर मारियो फेरले ज्युरिकदेखि जेनेभासम्मको तिब्बती शान्ति मार्चको नेतृत्व गर्दै त्यसमा 5 तिब्बती युवा तेनम थुन्चोक, पेम्बा छिरिङ, टसिक नामगेल, गेलेङ नामगेल र लोप्साङ छङमादाले सहभागिता लिनुभएको थियो। Tibet! Hey, no. Tibet belongs to Tibetans. Tibet belongs to Tibetans. यस शान्ति मार्चले स्विजरल्यान्डको संघीय सरकार र संयुक्त राष्ट्र संघलाई तिब्बत र अन्य क्षेत्रहरूमा चीनिया सरकारको शासन अन्तर्गत भइरहेको मानव अधिकार उल्लङ्घनका लागि चीनलाई उत्तरदायी बनाउन अपील गर्ने उद्देश्यले करिब 300 किलोमिटर कभर गर्नुहुनेछ। यस शान्ति मार्चले संयुक्त राष्ट्र संघ, स्विस संघीय सरकार साथै चीनिया दूतावास कार्यालयहरूलाई निवेदन पेश गर्नुहुनेछ। ज्युरिकदेखि तिब्बती समुदायले 8 सेप्टेम्बरका दिन ज्युरिकदेखि जेनेभासम्म बर्न हुँदै 20 सेप्टेम्बरको दिन जेनेभा आइपुग्ने उल्लेख गरिएको छ। हस्त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को सप्ताह फेरि भेटौँला। नमस्ते।